त्यो बाटोले उत्तर दिँदैन, त्यो तिमीभित्रका प्रश्नहरू नै बिस्तारै हराउँदैले जान्छ। हरेक पाइलासँगै दुनियाँको आवाज टारिँदै जान्छ। न भिड न हल्ला, केवल मौन। हरेक सास यस्तो लाग्छ मानौ पुरानो समयबाट उधारो लिएको हो। त्यहाँ म न विगतमा थिएँ न भविष्यको डरमा। म केही बन्न खोजिरहेको थिएन, म केवल म थिएँ र त्यो नै पर्याप्त थियो। हरेक पाइला जब ढुङ्गामा ठोक्किन्छ त्यसको आवाज प्रार्थना जस्तो सुनिन्छ, त्यस्तो प्रार्थना जुन मैले कहिले बोलेको थिइनँ। त्यहाँको हावा शरीरमा मात्र ठोकिँदैन, यो सिधै आत्मासम्म पुग्छ र भित्र लुकेका भावनाहरूलाई छुन थाल्छ। चार्ज भएन? वो छोड़ दे यार, बोली और उसमें टेंशन छोड़ खाली हो बेकार मोबाइल जहाँ हिमालहरू शताब्दीौँदेखि उभिएका छन्, केही नबोली सबै कुरा भनिरहेका छन्। हिमालहरूको त्यो सुनसान विस्तार पार गर्दा म सानो हुँदै गएँ, तर भित्र कतै पूर्ण पनि हुँदै गएँ। त्यहाँ कुनै चमत्कार भएन, आकाशबाट कुनै आवाज आएन, केवल शान्ति थियो। त्यस्तो शान्ति जुन शब्दभन्दा गहिरो हुन्छ। त्यो चिसो हावा र अनन्त आकाशको बीचमा मैले शान्तिको एउटा सानो टुक्रा भेटेँ, जसलाई सहरी संसारले कहिल्यै छुन सक्दैन।